आइब्रो सेट गर्दाखेरि फेस आइब्रो सेटिङले पनि यति लुकलाई फरक पार्छ। एकदमै मेन हो, मेकअपको त मेन हो आइब्रो त। हाम्रो आई लुक र फेसलाई एकदमै राम्रो ब्युटिफुल आकर्षक देखाउनको लागि चाहिँ आइब्रो र आई मेकअप है त। एकदमै नेचुरल देखेछ आइब्रो, एकदमै बेस्ट कलर, धेरै पनि छैन कम पनि छैन अनि भद्दा पनि भएको छैन, सेप पनि भने जस्तै भएको छ। एकदमै राम्रो म्याचिङ भएको छ। यतिको त गर्नै पर्छ मेकअपको लागि। केही कुरा चाहियो भने सासूलाई भन्छु। त्यो अलि मेट्न नथाल्ने एक लाइन तान, त्यसपछि बिस्तारो भित्र आउँदै मैले त खरेर अब ड्रेस लाउँदा त के हो मान्छे त खोला मजाले खोला। ल आइल्यासेस पनि लगाएको छैन, मस्करा पनि लगाएको छैन, आइला चाहिँ नेचुरल कन्टुर ब्लस अन गरेछ, कन्टुर पनि छ, जलाई नगएछ तर नेचुरल। कस्तो लाग्यो त मेकअप? राम्रो। अब त यस्तो गर्न सकिन्छ नि तिमी? सकिन्छ। अब समस्या छ त यतिको गर्न? गालाको ब्लस अन पनि भयो आज, कन्टुर पनि भयो तिमीलाई। कतिको लाग्यो? कन्टुर कस्तो लाग्यो? नेचुरल भयो नि? ठ्याक्क लाइन देखाएको छ त? छैन, नोज कन्टुर पनि गरेको आज। थाहा छ? सबै गरिदिइसकेको छ है मेकअपको चाहिँ। ल सबै जति सिकाएको छ सबै एप्लाई गरेछ। ल आइब्रो चाहिँ एक्सलेन्ट भएको छ है, यतिको चाहिन्छ सेप, माथि उठाएर गर्नुपर्छ। अब म अघिल्लो दिन बेहुली रडले हेयर सेटिङ, प्रेमा र सबिना, गङ्गा सबैलाई ट्रेनिङ यता हेर्दैछन् है उसले पनि, के अरे सरिता पनि। आजको ब्राइडल रेडी गर्दै पार्टीको लागि। छोएको छैन छालालाई त। हिट आयो होला नि त। त्यो हिट त आउँछ नि, बाफ नआएको के। फप्टेको छैन, कपाल छरेर राम्रोसँग कस्तो उनी नआएको नि राम्रो छ मेरो ठुलो छोरी कपाल काट्ने कि काट्ने भनेर मेरो कपाल काट्दै म त बाबु म त आमा पर्ने बोल्छ हेरेर छोड्नुपर्छ पछाडि स्किनलाई गर्दैन नि त। न दुईटा गर्ने त्यही हो नानी। अब पहिले यता सितार जाँदा पनि हुन्छ, तल तल परेर केही फरक पर्दैन। पाप आउँछ है फेसमा। त्यसमा ताता र छुनु चाहिँ भएन। यसरी प्र्याक्टिकल गराइन्छ, गर्छन् भनेर मजाले त्यहाँ होइन मैले पुगिहाल्छु, म्यानेज गरिहाल्छ नि। म्यानेज गरिहाल्छु। यसरी गर्नुपर्छ। गरिसक्यो भाइ के भन्नु र थाहा छ नि गर्नेलाई थाहा हुन्छ। पसिना आइरहेछ बिचरा, काम भनेको यस्तो स्ट्रगल हुन्छ नि। त्यहाँ पनि एकदम जोगाएर आनन्दले डराउनु पर्दैन, काम लाग्छ त्यही त।
हिँड्नुपर्छ डराउनु पर्दैन तर यो ताप चाहिँ छुनु चाहिँ भएन ताप आएर त फरक परेन कपालमा चाहिँ कर्ली गर्न मनपर्छ 3 महिना 4 महिना पुरा रेडी ल हल्का घुम त तिमी बिस्तारै घुम ल हेयर स्टाइल पनि देखाऊ अलिक पछाडि घुम ल कर्ली गरेर पुरै ल प्रेममाया सबिना आजको रेडी पार्नेहरू ल अनि यहाँ चाहिँ के लाउने तपाईँको उसको घरमै छ भरे हेर्नुपर्छ जहिले बिहामा घरमा छैन भनौँ भने लाउने त